हामी सबैजना हामीलाई लागेको बानीहरूको कमारा हो। यहाँ थुचुक्कै बसिरहेको छौँ अहिले, थाहा छैन तपाईँहरूलाई के बानी लागेको छ है। त्यसै कारणले भोलिदेखि बाइबल पढ्छु, पर्सिदेखि फास्टिङ बस्छु, निकर्सीदेखि 2 घन्टा प्रार्थना गर्छु भनेर हामीले नि कन्फरेन्समा बनाएको ठुल्ठुलो इच्छा शक्ति विल पावरहरू किन एक हप्ता मात्रै टिकेको? किनकि वर्षौँदेखि हामीलाई लागेको बानीले हाम्रो इच्छा शक्तिहरूलाई बिहान चियासँगै खाइदिन्छ। बुझ्नुभयो मैले के भन्दैछु? तपाईँलाई लागेको बानीहरूले नै तपाईँलाई डोर्याउँछ। आज ठुल्ठुलो निर्णय गरेको कुराले होइन, ठुलो निर्णय गरेर होइन, सानो सानो बानी चेन्ज गरेर मान्छेमा परिवर्तन आउँछ। याद गर्नुहोस् है। बिहान आँखा खोल्ने बित्तिकै हाई काटेर सिरान मुनि हात हालेर फोन निकालेर इन्स्टाग्राम किन हेरेको? तपाईँले किन हेरेको भन्नुहोस् त? डिसाइड गरेको होइन नि, लागेको बानी हो त्यो भने।